हेलो एभ्रिवान, कस्तो हुनुहुन्छ? म चाहिँ बिहान उठेर मर्निङ वाक गएँ। यस्तो मिठो पानी परेको थियो, आएर नुहाएँ अनि फेरि पानीमा भिजेँ अनि खानासाना बनाउने तयारी गरेँ। आज चाहिँ मेरो छुट्टीको दिन भएर अनि खाना बनाउँदै भोलिको लागि बदामहरू प्रिपेयर गरेँ। मार्न पऱ्यो नि त लाफिङको लागि त। अनि यता चाहिँ खाना पाक्नलाई बसालेँ अनि चिया पकाएँ अनि चिया खाँदै मिठो मिठो गफ गर्दै काम गर्दै त गर्न पर्यो। अनि यो चाहिँ बदाम छोराको यो पुन्टुसँग खेलेको यस्तो क्युटी छ। अनि म चाहिँ कलेज जानको लागि रेडी भएँ। अब ब्याचलर सक्यो नि त अनि क्यारेक्टर सर्टिफिकेट लिन जान लाग्यो। अनि कलेज गएर यसो अलिअलि भिडियो बनाएँ। अनि त्यसपछि यो चाहिँ मेरो कलेज यस्तो राम्रो सानो चुटुक्क परेको छ, ग्रिनरी भएको होइन। अनि कलेजबाट चाहिँ हामी साथीहरू भएर डुल्न गए। पुरा नीलकण्ठको माथिको डाँडाको स्तुपा हो। अनि आएर चाहिँ कस्तो राम्रो भ्यू देखिन्छ। अनि म चाहिँ भ्यू सो गर्दै आफूलाई पनि हल्का देखाएँ। त्यसपछि छुट्टी भएपछि हल्का स्पेसल त गर्न पर्यो। त्यही भएर घर आएर चाहिँ मोमो प्रिपेयर गरेँ अनि खाएँ।